मिना जान्छ किनभने मलाई थाहा छ हामी नाच्छौँ रमाउँछौँ खान्छौँ अनि हामी कतिजना काममा पनि जाने प्लानिङमा छौँ कतिजना काममा जान्छौँ यातायात थोकहरू गर्छ यो सबै कुरालाई मध्यनजर गर्दै म तपाईँहरूको माझमा एउटा वचनलाई छोड्न चाहन्छु बाइबलले के भन्छ हरेक व्यक्तिले पाप गरेछ सबै मानिसले पाप गरेछ अनि पापको ज्याला चाहिँ मृत्यु हो हालेलुया हरेक मानिसले संसारमा जो कोही जन्मियो चाहे त्यो महलमा जो ख्रिस्ट येशूमा अनन्त जीवन छ एभरलास्टिङ लाइफ मृत्यु पछिको जीवन चाहिँ तपाईँ र मेरो मृत्यु पछिको जीवन चाहिँ येशूमा अनन्त जीवन छ अनि म यहाँबाट यो आह्वान गर्न चाहन्छु यदि तपाईँले र मैले प्रभु येशूलाई चिनेका छैनौँ यदि तपाईँले र मैले येशूलाई विश्वास गरेका छैनौँ भने तपाईँले मलाई सोसल मिडियामा हेर्दै होला चाहे कसैको फेसबुक लाइभबाट ज्यादा त तपाईँ हेर्दै हुन्छ तपाईँलाई अवसर छ तपाईँलाई अवसर छ कि येशू तपाईँको लागि मर्नु भएको छ येशू तपाईँको लागि जन्मिनु भएको छ येशू तपाईँको लागि मर्नु भएको छ तपाईँलाई उद्धार र मुक्ति दिनलाई येशू पृथ्वीमा आउनु भएको छ हालेलुया हालेलुया यूहन्ना 3:16 के भन्छ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो अनि उहाँमाथि विश्वास गर्ने नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भन्नुहुन्छ हालेलुया येशूलाई विश्वास गर्ने व्यक्ति त व्यक्ति होइन ऊ यदि टाढ नपाएर अथवा प्रशस्त समय भएर होइन तर येशूलाई विश्वास गर्ने व्यक्ति चाहिँ तपाईँ र मलाई चाहिँ येशूले अनन्तको लागि मार्ग तय गर्नुभएको छ हालेलुया यो परिस्थितिहरूमा तपाईँ जुनसुकै मोडमा जस्तोसुकै परिस्थितिमा जस्तैसुकै कठिन समयमा किन होस् तर तपाईँलाई म उत्साह गर्न चाहन्छु तपाईँलाई म बताउन चाहन्छु येशू चाहिँ तपाईँलाई र मलाई उद्धार दिनलाई आउनु भएको छ आमेन आमेन हालेलुया हालेलुया येशू चाहिँ तपाईँ र मेरो पापको खातिर उहाँ मर्नु भयो येशू तपाईँ र मेरो खातिर जन्मनु भयो तपाईँ र मेरो खातिर चाहिँ मर्नु भयो किन भन्दा तपाईँलाई र मलाई अनन्त जीवन दिनको लागि तपाईँलाई र मलाई अनन्त जीवन दिने अनन्त जीवनमा रहने त्यो जीवन मृत्यु पछिको जीवन त अनन्तमा मात्रै नभएर तपाईँ र म यहाँ पृथ्वीमा रहँदै गर्दा पनि प्रशस्तको जीवन जिउनलाई येशूले तपाईँ र मेरो लागि बलिनु भएको छ हालेलुया हालेलुया तपाईँलाई अचम्म लागिरहेको अहिले येशूको जन्म समयमा जन्म उत्साहमा किन मृत्युको वचनहरू भइरहेको छ किन येशू मरेकै मात्रै भयो यो एउटा सुसमाचारको यात्रा हो तपाईँलाई र मलाई चाहिँ उद्धार गर्नको लागि तपाईँ र म चाहिँ अनन्त जीवन जिउनको लागि येशूले तपाईँ र मेरो लागि चाहिँ पृथ्वीमा आउनुभएको छ हालेलुया हालेलुया म यहाँबाट निक्लिँदै गर्दाखेरि यहाँबाट म छुट्टिँदै गर्दाखेरि म तपाईँलाई उत्साह गर्न चाहन्छु यदि तपाईँले येशूलाई साँचो हृदयले विश्वास गर्नुभएको छैन यदि तपाईँले येशूको बारेमा सुन्नु भएको छैन यदि येशूको को भनेर चाहनुहुन्छ जानु चाहने तपाईँ चालोट बासिन्दा वरिपरि हुनुहुन्छ भने आउनुहोस् हाम्रो मण्डलीमा हामी तपाईँलाई हरेक आइतबारको दिन प्रभुको बारेमा सुनाउँदछौँ हालेलुया यदि तपाईँ जय मिडियाबाट हेर्दै हुनुहुन्छ भने येशू चाहिँ तपाईँलाई र मलाई अनन्त जीवन दिनको लागि आउनुभएको छ येशू चाहिँ तपाईँ र मलाई अनन्त जीवन दिनको लागि येशू तपाईँ र मेरो निम्ति क्रुसमा मर्नु भएको हो येशू तपाईँलाई र मलाई चाहिँ तपाईँ र मेरो पापको खातिर उहाँ मर्नु भएको अहिले विभिन्न मानिसहरूले क्यारोल किन मनाउनु क्रिसमस किन मनाउनु यो के हो फल्ना चोकको विभाजनहरू आएर छ यो सबै कुरालाई हामीले लेट इट बी एज तर हामी यो कुरामा खुसी हुनुहुन्छ तपाईँ र मेरो खातिर चाहिँ येशू पृथ्वीमा आउनु भएको छ अनि तपाईँ र मेरो खातिर चाहिँ येशू चाहिँ स्वर्गमा जानुभयो अनि तपाईँ र मेरो खातिर येशू क्रुसमा टाँगिनु भयो तपाईँ र मेरो खातिर येशू चिहानमा जानुभयो अनि खुसीको कुरो त्यो चिहानले पनि येशूलाई राख्नु सकेन येशू भौरी उठ्नुभयो र स्वर्ग जानुभयो तपाईँ र मलाई अनन्त जीवन दिनको लागि गरिबी प्रकारको गाउँ हुन्छ अनि त्यो गाउँको एकपट्टिको गाउँको व्यक्तिले त्यो अर्कोपट्टिको सहरलाई हेर्छ अनि उनीहरूले भन्ने गर्छ सायद हामी त्यो सहरमा गएको भए सायद हामी त्यो सहरमा पनि बस्नु पाएको भए त्यो रमाइलो हुन्थ्यो तर त्यहाँनिर विडम्बनाको कुरो त्यो व्यक्तिहरूले त्यो कुरो जस्ट इमेजिन जस्ट उनीहरूले कल्पना मात्रै गर्नु सक्थे तर त्यहाँ प्रवेश गर्न सक्दैन थियो तर एक दिन त्यो गाउँमा के भयो भन्दा एक दिन त्यो गाउँमा इन्जिनियर आउँछ त्यो गाउँमा इन्जिनियर आएर अनि त्यो ठाउँ हेर्छ अनि गएर त्यो इन्जिनियरले के गर्छ भन्दाखेरि यहाँ चाहिँ यो मानिसहरूको लागि चाहिँ हामीले पुल निर्माण गर्नु आवश्यकता रहेछ
जसमा हामीले यो पुल निर्माण गर्यो भने चाहिँ यताको मानिस उता जाने, उताको मानिस यता आउने, अनि यताको बिजनेसलाई उता फाइदा हुने, उताको मानिसहरूबाट यताको बिजनेसलाई फाइदा हुने, अनि यो दुवैतर्फ चाहिँ फाइदा कुरा हुने रहेछ। जब त्यो इन्जिनियरले त्यहाँनिर पुल बनाउने निर्माण गरेर उसले पुल बनाउँछ नि, म तपाईँलाई बताउन चाहन्छु त्यो पुलको कारणले जुन गरिबीमा बसेको गाउँ थियो नि, त्यो गरिबीको गाउँ चाहिँ त्यहीँ रहेन, तर त्यहाँको व्यक्तिहरूले चाहिँ त्यो पुल पारी गएर त्यो सहरलाई हेर्न र देख्न पाएको छ। हालेलुया। आज कतिजना तपाईँ र म हामी ख्रिस्टमा भएर पनि हामी त्यो गरिबी जीवन जिरहेको होला, अशान्तिको जीवन जिरहेको होला, त्यो दर्दनाक घटना र त्यो दर्दनाक जीवन जिरहेको होला, हामी कति दुःख र पीडामा कष्टमा समस्यामा झेलिरहेको होला। तर म तपाईँलाई गुड न्युज बताउन चाहन्छु, येशूजी नै त्यो एउटा पुल जस्तो भएर आउनुभयो, त्यो पृथ्वी र स्वर्गलाई हातेमालो गर्नुभएको छ। तपाईँ जो कोहीले प्रभु येशूलाई विश्वास गर्नुहुन्छ नि, तपाईँ पृथ्वीमा मात्र होइन स्वर्गको हकदार बनिनुहुन्छ, स्वर्गको त्यो आशिषको कुरो हकदार बनिन्छ, त्यो स्वर्गको अनन्तको कुरालाई हकदार गर्नुहुन्छ, त्यो स्वर्गको प्रशस्तताको जीवनलाई तपाईँ र मैले हकदार गर्न पाएका छौँ। हालेलुया, हालेलुया। म यहाँबाट छुट्टिँदै गर्दा तपाईँलाई उत्साह गर्न चाहन्छु। येशू चाहिँ परमेश्वरले यीशुलाई संसारमा दिनुभयो एउटै कारण, उहाँमाथि विश्वास गर्ने नाश नहोस् तर उसले अनन्त जीवन पाओस्, फर एभर होइन, एभर लास्टिङ लाइफ, अनन्त अनन्त आफ्टर मृत्यु पछाडिको जीवन पाओस्। अनि त्यो जीवन कस्तो? यूहन्ना 10:10 भन्छ प्रशस्त मात्रको जीवन, प्रशस्त। अहिले हामीलाई अमेरिकामा प्रशस्त भन्ने कुरो त हामीलाई इट्स इजी, हामी धेरै एक्सप्लेन गरिदिन्छौँ, तर हामी नेपालमा हुँदा र नेपालमा थियो भने प्रशस्त भन्दाखेरि हामीलाई कता कता अभावको महसुस हुन्छ, किन हामीसँग प्रशस्त केही थिएन। तर यहाँ आएर हामीले हेऱ्यौँ भने हामीसँग हामी जे चाहन्छौँ भोलि हामी त्यो कुरालाई लिन सक्छौँ, हामी जे इच्छा गर्छौँ भोलि त्यो कुरा गर्न सक्छौँ, किन भन्दा प्रशस्तको ठाउँमा छ। बाइबलले त्यही बताउँछ, येशू चाहिँ तपाईँ र मेरो लागि चाहिँ मर्नुभयो, बौरी उठ्नुभयो, स्वर्ग जानुभयो, तपाईँ र मेरो लागि ठाउँ तयार पार्न जानुभएको छ। हालेलुया। अनि तपाईँलाई र मलाई प्रशस्तको जीवन दिन चाहनुहुन्छ। म यहाँबाट यति भन्दै तपाईँको माझमा ओझल हुन चाहन्छु।